आज मेरो जन्मदिन। सबैभन्दा पहिला त मलाई जन्म दिनुहुने मेरी आमा अनि मेरो बाबा हजुरहरूलाई धेरै धेरै धन्यवाद। मलाई यो सुन्दर दुनियाँमा जन्म दिनुभएकोमा अनि धेरै धेरै धन्यवाद मेरी आमा मलाई यति राम्रो संस्कार दिनुभएकोमा अनि धेरै धेरै धन्यवाद मलाई यति राम्रो परिवारमा जन्म दिनुभएकोमा। जिन्दगीमा जन्म लिइसकेपछि दुःख कष्ट भन्ने कुरा त आइ नै रहन्छ। बस यो दुःख कष्टलाई हिम्मत गरेर अझै अगाडि बढ्न पाऊँ। भगवानसँग केही प्रार्थना माग्दैन, म खुसी भए नि नभए नि मेरो कारणले कसैलाई दुखी हुन नपरोस्। अनि धेरै धेरै धन्यवाद यति ठुलो दुःखको घडीमा मलाई साथ सपोर्ट दिनुहुने सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ दिदी बहिनी सम्पूर्णलाई धेरै धेरै धन्यवाद। यस्तै माया आशीर्वाद